खासै कुरा त केही पनि थिएन होइन, केही पनि थिएन। छोटो मिठो र रमाइलो कुरा चाहिँ के थियो भन्दाखेरि आज आरसिबीकै आफ्नै टोलीसँग चाहिँ प्र्याक्टिस म्याच चलेको थियो क्या। प्र्याक्टिस म्याच चलेको थियो। प्र्याक्टिस म्याचमा चाहिँ दुईवटा टिम बनेको थियो, एउटा अय्यरको टिम, एउटा पाण्डेको टिम होइन। पाण्डेको टिमले जित्यो, खैर नो प्रब्लम। हामीलाई आरसिबीमा जसले जित्यो भने मतलब छैन, प्र्याक्टिस म्याच थियो। अनि यसको मजा लागेको कुरा चाहिँ होइन, एकतिर चाहिँ विराट कोहली, एकतिर चाहिँ रजत पाटेदार, जो एक्स क्याप्टेन अनि जो चाहिँ प्रेजेन्ट क्याप्टेनहरू छन् नि त। विराट कोहलीले 12 बलमा 29 रन, सायद 2016को त्यो आफ्नै रेकर्ड 900 रनभन्दा माथि रन छ नि त, त्यो रेकर्ड तोड्न होला सायद। अनि हाम्रो पाटेदारले चाहिँ तपाईँको थोरै बल 25 बलमा 74 रन। अब स्ट्राइक रेट तपाईँहरू आफै हिसाब गर्नु होइन। अब यसपालि यिनीहरू कुन मुडमा छन् भन्ने थाहा छैन। फेरि पनि योचोटि पनि यिनीहरूले कप चाहिँ लिन्छन् सायद। म आरसिबीको फ्यान भएर भनेको है, योचोटि नि कप चाहिँ उठाउँछन् यिनीहरूले।